नमस्कार, स्वागत छ तपाईलाई यस च्यानल मेरो कथामा। आज भने हामीले कक्षा 8 को किताबको खसीको तौल भन्ने शीर्षकमा एउटा कथा लिएर आएका छौं। आशा छ तपाईलाई अवश्य नै मन पर्छ। धेरै वर्ष अगाडिको कुरा हो। एकजना धनी व्यापारी व्यापारको सिलसिलामा आफ्नो गाउँभन्दा निकै टाढा पुगेर घर फर्किँदै थिए। फर्किँदा बाटामा एउटा घना जंगल फेला पर्यो। जंगलको मुखमा एउटा ठूलो पिपलको फेदमा छाता ओढेर एउटा खाइलाग्दो युवक बसेको रहेछ। त्यसलाई देखेर व्यापारीले चकित हुँदै मनमनमा कुरा खेलाए के युवकले आखिर किन छाता ओढेको होला। ओतका लागि भनौं भने पानी परेको छैन, छायाका लागि भनौं भने रुखको छाया छँदैछ। पक्कै पनि यसरी बस्ने मानिसको दिमागी सन्तुलन बिग्रेको हुनुपर्छ। यस्तै विभिन्न तर्कना गर्दा गर्दै उनी त्यो युवक बसेकै ठाउँमा आइपुग्यो। युवकले उनलाई जंगलको बाटो साथै जान आग्रह गर्यो। जंगल निकै ठूलो भएकाले एक्लै छिचोल्न हिंस्रक जनावरहरूको डर हुन्थ्यो। बुढा व्यापारीले पनि मन्जुरी दिए। उनीहरू सँगै जाँदै थिए। बाटामा खोला तर्नु पर्ने भयो। व्यापारीले जुत्ता सुरुवाल फुकालेर खोलो तरे भने युवकले जुत्ता लगाएर नै पार गर्यो। यो देखेर बुढा व्यापारी झन चकित भए। जंगल सकिएपछि अलिक पर एउटा गाउँ आयो। व्यापारी र युवक दुवैजनालाई भोक लागेको थियो। अहिले जस्तो ठाउँमा होटल पसल त्यतिखेर थिएनन्। त्यसैले उनीहरू हुने खाने जस्तो एउटा घरमा गएर सोध्न थाले, यहाँ केही खानेकुरा पाइन्छ कि? घरधनीले पूरा कुरा समेत नसुनी चिन्नु नजान्नु घचेटी माग्नु भन्दै ढोका पो लगायो। उनीहरू अरू घरमा पनि गए, तर उनीहरूलाई गाउँलेहरूले यसरी नै हप्काएर पठाए। यस्तो व्यवहार देखेर युवकले यो गाउँ त निर्जन पो रहेछ भन्दै बुढासँग गुनासो पोख्यो। बुढा व्यापारी युवकका कुरा सुनेर फेरि पनि चकित भए, तर उनले कुनै प्रतिक्रिया जनाएनन्। हिँड्दा हिँड्दा उनीहरू बुढा व्यापारीको गाउँ नजिकै आइपुगे। बुढा व्यापारी युवकलाई त्यही छाडी उसलाई मानिस लिन पठाउने आश्वासन दिएर आफू मात्र घर गए। बुढाकी जहान पहिले नै परलोक भइसकेकी र सन्तानका नाउँमा एउटी छोरी मात्र थिइन्। उनै छोरी र नोकर चाकर मात्र घरमा थिए। बुढाले बाटामा घटेका सबै घटना छोरीलाई सुनाए। छोरी निकै बाठी रहेछन्। छोरीले आफ्नो बुबाको कुरा सुनेर भनिन्, युवकले रुखमुनि बसेर छाता ओढेको ठिकै त हो। छाताको काम घाम पानी छल्ने मात्र कहाँ हो त? रुखका फेदमा बस्दा रुखका सानातिना सुकेका हाँगा खस्न सक्छन्। रुखमा बसेका चराहरूले बिस्टाउन सक्छन्। त्यस्ता कुरा छल्न पनि छाता ओढ्नुपर्छ। फेरि बाटो हिँड्दा गाई भैँसी धपाउन र लौरो टेक्न पनि छाताले काम दिन्छ। बुढा व्यापारीले आफ्नी छोरीको कुरामा चाख लिँदै सोधे, अनि खोला तर्दा जुत्ता नफुकाली तरेको किन? छोरीले भनिन्, त्यो पनि ठिकै त हो। आफूले थाहा नपाएको नजानेको खोलामा त्यसै पस्नु हुँदैन नि। सिसाका टुक्रा काटी बिज्न सक्छन्। विषालु जनावरले डस्न सक्छन्। बुढाले छोरीको कुरा सुनेर मक्ख पर्दै फेरि सोधे, गाउँलाई उसले किन निर्जन ठानेको त? छोरीले भनिन्, अब रह्यो गाउँभरि मानिस देख्दा देख्दै निर्जन किन भन्यो भन्ने कुरा। घर गृहस्थी भएपछि भोका नाङ्गा बुढा असहाय बालक दुःख पाएकालाई यथाशक्य मद्दत गर्नु मानिसको कर्तव्य हो। तसर्थ भइकन पनि आशा लिएर आएका मानिसलाई निराशा बनाइन्छ भने त्यो गाउँलाई निर्जन नभनेर के भन्ने त? तर पक्नुहोस्, अझै म उनको परीक्षा लिन्छु। यति भनी नोकर्नीको छेउैमा गई उनले कानमा फुसफुस गरेर केही कुरा भनिन्। अनि नोकरलाई चाहिँ इनारबाट पानी ओसरी आँगनमा चारैतिर हिलो बनाउन अराइन्। व्यापारीको छोरीले भने बमोजिम नोकर्नी युवक कहाँ पुगी र उसले युवकलाई भनी, मलाई मालिकले तपाईलाई लिन आउन पठाएको, तर मलाई अन्यत्र पनि जानु छ। तपाईँ एक्लै पनि जान सकिहाल्नुहुन्छ। त्यो पर देखिएको घर त हो नि। यति भनेर नोकर्नी मन्दिरतिर लागि। जाँदा जाँदै उसले हातका दुईवटा औँला कानकै छेउमा लगेर पड्काए पनि। युवक एकैछिन रणभुल्लमा पर्यो।
कुन घरमा जाने जाने। यतिकैमा उसलाई नोकर्नीले जाँदा जाँदै कानमा छेउैमा लगेर 2वटा औँला पड्काएको सम्झ्यो। बल्ल उसले लह काट्यो। कानको आकारसँग मिल्दा जुल्दा नै ताडका पंखा पनि हुन्छन् भने पक्का पनि उसले ताडको रुख भएको घर भनेर संकेत गरेकी होली। यही सोचेर ऊ ताडको रुख भएको घर खोज्दै पुग्यो। नभन्दै बुढाको घर त्यही रहेछ। तर घरभित्र कसरी जाने भन्ने कुराले उसलाई फसाद पर्यो। आँगनमा जताततै हिलै हिलो थियो। युवक जुत्ता र सुरुवाल फुकाली हिलै टेकेर घरको सिकुवासम्म पुग्यो। पेटीमा एक लोटा पानी राखिएको रहेछ। त्यही पानीले सबै हिलो पखाल्न नपुग्ने भएकाले उसले पहिले पुरानो झुत्रो कपडा मगाएर 2टै गोडामा लागेको हिलो पुछ्यो। त्यसपछि लोटाको पानीले हिलो पखाल्यो। यी सबै कुरा बुढाकी छोरीले झ्यालबाट चियाएर हेरिरहेकी थिइन्। उसले ठानी मौका पर्दा थोरै चीजबाट धेरै काम लिन सक्ने यी युवक वास्तवमा बुद्धिमानी रहेछन्। युवकप्रति उसको मनको कुनामा कता कता प्रेम टुसायो। युवक केही दिन त्यही बस्यो। सँगै बस्दा युवक पनि बुढाकी छोरीप्रति बिस्तारै आकर्षित हुन थाल्यो। दुवैका मनमा एक अर्काप्रति प्रेम बढ्न थाल्यो। केही समयपछि दुवैको विवाह पनि भयो। एक दिन युवक बगैँचामा एक्लै डुल्दै थियो। उसलाई धेरै समयदेखि खोज्दै हिँडेका मानिसहरू आइपुगे। त्यो युवक छिमेकी देशका धनीमानी जमिनदारको एक मात्र सन्तान रहेछ। बाबु छोराको केही कुरामा मतभेद भई रिसाएर बाबुले छोरालाई मौजाबाट निकाला गरेका रहेछन्। त्यो युवक विभिन्न ठाउँमा हिँड्दै डुल्दै गरेको अवस्थामा बुढा व्यापारीसँग उसको भेट भएको रहेछ। खोज्दै हिँडेका मानिसहरूबाट उसले बाबु बिरामी भएको र नबाच्ने अवस्थामा पुगेको कुरा थाहा पायो। उसले समाचार लिएर आउने मानिसलाई एकछिन पर्खिन भन्यो र आफू चाहिँ घरभित्र पस्यो। आफ्नी जहान र ससुरालाई उसले घरमा बा बिरामी भएको खबर पाएको कुरा सुनायो र तत्काल घर जाने कुरा गर्यो। उसले जहानलाई छिट्टै फर्किने विश्वास पनि दिलायो। त्यसपछि जहान र ससुरासँग विदा भएर युवक आफ्नो घरतिर लाग्यो। उता युवक घर पुग्न साथ उसका बाबुको स्वर्गवास भयो। बाबुको शेषपछि उनै नयाँ जमिनदार भयो। नयाँ भएकाले उसलाई जमिनदारीको त्यति अनुभव थिएन। यही मौका छोपी छिमेकीहरूले लेनदेनमा जग्गाका सिमानामा किचलो झिकेर उसलाई दुःख दिन थाले। ऊ त्यसैमा अल्झिनु पर्यो र उसले जहानतिर ध्यान दिन पाएन। यता बुढाकी छोरी गर्भवती रहेछन्। केही समयपछि उनले छोरी जन्माइन्। युवक गएको धेरै समयसम्म केही खबर आएन। उसले आफ्नो पूरा परिचय र ठेगाना पनि छोडेको थिएन। बुढा पहिला जस्तो काम गर्न सक्दैनथे। व्यापार पनि बिस्तारै बिस्तारै बिग्रिसकेको थियो। त्यसैले उनीहरू दिक्क भएर त्यो गाउँ छाडी अन्यत्र बसाइ सरे। युवकलाई पनि धेरै समय झमेलामा व्यस्त हुनु पर्यो। त्यसबाट बल्ल तल्ल फुर्सद भएपछि जहानको सम्झना भयो। उसले आफ्ना केही मानिसहरू उनीहरूलाई लिन त्यस गाउँमा पठायो। तर उनीहरूले बुढा व्यापारी र उनकी छोरी बसाई सरिसकेकाले फेला परेनन् भन्ने खबर ल्याए। यो खबरले उसलाई स्तब्ध तुलायो। आफ्नी त्यस्तै बाठी श्रीमती कहाँ होली भन्ने चिन्ताले ऊ 24 घण्टा भुटभुटिन थाल्यो। अनि उसले देश विदेशका कुना काप्चासम्म पनि पुग्ने गरी एउटा सूचना प्रचार प्रसार गरायो। सूचनामा भनियो इच्छुक व्यक्तिलाई एउटा बलियो खसी पाल्न दिइनेछ। जुन व्यक्तिले 2 महिनासम्म त्यो खसीको तौल यथावत राख्ने गरी पाल्न सक्छ त्यसलाई ठूलो इनाम दिइनेछ। त्यो सूचना 1 कान 2 कान मैदान हुँदै ती बुढा व्यापारीहरू बसेका गाउँमा पनि आइपुग्यो। त्यस गाउँको मुखियाले पनि यो कुरा सुन्यो। हाम्रो गाउँमा कसैले यो काम गर्न सक्ने भए त मैले पनि इनाम पाउने थिएँ। मुखियाले यो कुरा यत्र तत्र भन्दै हिँड्न थाल्यो। मुखियाको यो कुरा एक दिन बुढाकी छोरीले पनि सुनिन्। उनले मुखियासित गएर कोसिस गर्ने आग्रह गर्दै तौल यथावत राख्ने तरिका पनि बताइदिन्। मुखियाले गएर त्यो युवकलाई भेट्यो। उसले आफूले युवकले भनेको काम फत्ते गर्न सक्ने कुरा बतायो र खसी पनि सँगै लिएर आयो। बुढाकी छोरीले बताए अनुसार मुखियाले नजिकै 2वटा जनावर राख्ने खोर बनाउन लगायो। एउटामा नापजोक गरेर खसी बाँध्यो र अर्कोमा जंगलबाट ब्वाँसो ल्याएर थुन्यो।
खसीलाई मिठो मिठो घाँस दिन थालियो। ब्वाँसोलाई भने भोक तिर्खाले धेरै बेरसम्म तडपाएर मात्र खानेकुरा दिन्थ्यो। ब्वाँसो रिसाएर सधैँ खाउँला जस्तो गरेर ङ्वार गर्दै खसीतिर झम्टिन्थ्यो। मिठो मिठो घाँस खाए पनि खसीको आङमा डरले गर्दा मासु बोसो केही बढ्न सकेन। 2 महिनापछि जोख्दा पनि खसीको तौल पूर्ववत नै पाइयो। यो देखेर युवकले मुखियालाई भने, मुखिया दाई, तिम्रो बुद्धिले यो काम पक्कै गरेको होइन, तिमीलाई यस्तो काम गर्न सिकाउने को भन त? पहिला मुखियाले साँचो कुरा खोलेन, उसले आफ्नै बुद्धिले गरेको दाबी गर्यो। तर युवकले र्याख पारेपछि मुखियाले अर्कै गाउँबाट बसाइ सरेर आएका 1 जना बुढाकी छोरीले सिकाएअनुसार गरेको स्वीकार गर्यो। युवकले मुखियाका कुरा सुन्न साथ बुढाकी छोरी अरू कोही नभएर आफ्नै जहान हुनुपर्छ भन्ने ठानी उसले त्यो सबै परिवारलाई आफ्नो गाउँमा झिकायो। नभन्दै उसकै जहान र ससुरा रहेछन्। यसरी युवकको आफ्ना ससुरा र जहानसँग फेरि भेट भयो र उनीहरू सपरिवार खुसी साथ रहन थाले। तपाईलाई आजको कथा खसीको तौल कस्तो लाग्यो? यस्तै विभिन्न कथाहरू सुन्नका लागि हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्नुहोला। आउँछ जाला जाली आँखैमा त्यो बाल्यकालको सम्झना।